बिहे नै गर भनेको छ तर मैले मसँग ठु साली चुप लाएर बस गेममा आइजु गेममा बढी बोल्छ साली उसको एटिट्युड हेर्न फेरि के भनेको लेभल छ भाइ लेभल छ बहिनी बोलायो दाइ यो बोलायो लास्ट डिसरेस्पेक्ट भयो अब चाहिँ कति भने राम्री छ भने राम्री भनेको जिस्केको बिहे नै गर भनेको छ तर मैले मसँग बिहे गर भनेको छ बढी बोल्दै रहेछ यार चुप लाएर बस मैले ओके म त टिममेट भनेर मात्रै राम्रोसँग बोलिरहेको तिमी जस्तो केटीहरू लाइन लगाइन्छु लाइन बढी नबोल बहिनी फुर्ती नदेखाउ तिमी फेरि त्यो भाइ अनि मेरो पछि किन त मरियो म सुतेको थिएँ नि त बहिनी तिमी यसो अलिकति ठिक छ अलिकति भइरहेछ अघिदेखि हेरिरहेको छु होइन यस्तो केटी चाहिँदैन मलाई फुल डिसरेस्पेक्ट हुन्छ लाइफभरि म राम्री छु बेगर हेर्ने राम्री छु भरि म अरूको लागि रुने केटा पनि मलाई चाहिँदैन कि त्यस्तै चाहिँदैन अरूको लागि रुने केटा पनि मलाई चाहिँदैन अरूको लागि रुने केटा चाहिँदैन होइन बस अनि तेरो भोलिपछि माया गरी मान्छे रुन्छ जोसँग माया हुन्छ त्यही मान्छे रुन्छ यदि म लोयल थिएन माया गर्थेन चिटिङवाला थियो भने रुँदैन चिटिङवाला मान्छे भेट्छ नि त्यो मान्छे रुँदैन त बोलेस् नबोलेस् केही फरक पर्दैन अर्कोसँग बोल्छ अनि त्यतिखेर थाहा पाउँछ मन पनि दुख्छ होइन त्यो मन दुख्यो भन्नेमा साले तँ 1 महिनासम्म 1 वर्षसम्म तेरो जतिखेर पनि गाह्रो भयो गाइज माया गरेको मान्छे त्यस्तो हुन्छ साली माया गर्थेन भने हुँदैन थियो नि बढी बोल्दै यार झन् मैले अलिकति कोही नौगुण भयो यसरी भिडियो बनाउन त बात साली पर्दैन जा तेरो म माया चाहिँदैन तेरो तारिफ नि चाहिँदैन जा साली अरू नै आउँछ केटीहरू लाइन लाग्छ त जस्तो यहाँ लाइनमा छ बढी बोल्दै रहेछ यार अति हेप्नु भयो भात्रेमा राजन दाउ किन पुष्टि छ हाम्रो पनि छुट्टै टेबल छ नि यार बच्चाहरूसँग किन झुक्ने 10 गेम जित्ने कि नजित्ने भन बढी बोल्दै रहेछ सारी 10 गेम जित्ने कि नजित्ने भन हाम्रो नि 3000 जना छ नि माया 3000 जना छ त सारी एउटा नभएर के फरक पर्छ मलाई बढी बोल्दै रहेछ अहिले भुट्नी र हाब्रेसँग त 10 गेम जित्ने कि नजित्ने भन जित्ने 10,000 5,000 गेम लियो अनि तपाईले मसँग किन झगडा गरिस् त मसँग किन झगडा गरिस् त सालीले मलाई कति डिसरेस्पेक्ट गरेको अघिदेखि मैले सुनिरहेको छु हुन्छ नि त मैले के भनेको मैले रुचेको भात मात्र खान्छु नरुचेको भात खान्छु भनेर मैले भनेको हैन त्यो भनेपछि रिसिट डिसरेस्पेक्ट खाली साली बढी बोल्दै रहेछ तर मैले बिहे नै गर्नु तँलाई कसरी रेस्पेक्ट गर्नुपर्ने भन् त ओइ कसरी रेस्पेक्ट गर्नुपर्ने भन् त हिजोसम्म भ्युअर्सहरूले डन यति राम्रो छ यति बुझ्ने छ भने भन्छ अहिले त्यो साली डनसँग कटान भनेर बसिरहेको छ यहाँनिर रिसाइरहेको छ सबजना कति माया गरिरहेछ झन् कति राम्रो छ डन त्यस्तो भन्छस् भनेर मलाई पो गाली गर्दै थियो अघि जिस्केर मैले के भन्दै थिएँ बिचमा त्यस्तो भन्छ डनलाई भनेर मलाई गाली गर्दै थियो मेरो भ्युअर्सहरू उसको सपोर्टमा आइरहेको थियो कति बोल्यो क्या अब त लास्टै हेप्न थाल्यो होइन गाइज भनेपछि मैले तिमीलाई माया गर्नुपर्ने रेस्पेक्ट गर्नुपर्ने आमा नमस्ते राजीव जी नमस्ते सन्चै हुनुहुन्छ भयो नि कसैले तारिफ गर्दैछ भने त्यो तारिफ गरिरहेको टाइममा नि कस्तो त्यो अति भनेको एटिट्युड देखाउँछ बसिरहेछ नमस्ते ढोडे भने त नि नमस्ते मेरो ढोडे बिना खासमा अलिकति भयो भने मलाई त भोटिने याद आयो कस्तो भयो त भोटिने त यस्तो गर्थेन कसम यो टाइममा राजीव के भने क्या त्यस्तो भन्नुहुन्न यस्तो गर उस्तो गर कहाँ ब्लक गरेर उसले जति टाढा भयो मेरो साथ के भन्छ बरु भोटिङ ठिक छ यार भोटु ठिक छ यार ओके दादा बरु भोटुले अरू नभने डिस्ट्रेक्ट गरेर मलाई त फालेको भात चाहिँदैन बढी भएको मन नै नपरेको भात खाँदिन चाहिँ भन्दैन थियो उसले बरु मैले उसलाई साथमा मैले उसलाई साथ दिएको मात्रै हो भनेर भन्थ्यो बरु उसले डिस्रेस्पेक्ट गरेर मन नपरेको भात चाहिँदैन भनेर चाहिँ भन्दैन थियो यार कसम मलाई रिग्रेट भयो तिमीलाई मन नपरेको भात खान्छ खाँदैन तर त्यो कुरा भन्नु जरुरी थिएन क्या राजीव नमस्ते राजीव नमस्ते तपाईको खुट्टा दिसु न म ढोक्छु राजीव
त्यो त बिहेपछि मात्रै गाई पर्दैन अब रेस्पेक्ट चाहियो गरे नि त उसलाई तर भए पनि डरले त बिहे गरेपछि हेप्छ लास्टै हेप्दो रहेछ बिहे गरेपछि तर सानो मन नपरेको भात मैले जबरजस्ती खाएको हो अहिले बमिट भयो त के भन्छ साले भने मैले छर्पछि म त पर्दैन जबरजस्ती मन नपरेको भात खाएपछि बमिटै हुन्छ सरी खाना खाँदै हुन्छ सरी यहाँ तर खाना खाँदै हुन्छ होला अहिले त्यही भन्छ मलाई चाहिँदैन नमस्की भाइ त अब साले नमस्की सम्म खुस्रो भित्ता साथी नमस्की मलाई त अब चाहिँदैन बोटु ठिक छ बोटुसँग जाने भयो जे भयो नि एकछिन अलिअलि गफ गऱ्यो भने बोटु ठिक छ ओइ सुन के भन्दैछ गीतले रुँदैछ अरे म त भोटो पनि भेट्दैन ल जाऊ ल जे होइन उसले त मलाई साथ देखायो जे भयो नि जाऊ मैले त तिमीलाई साथ दिएको छैन मैले त तिमीलाई जतिखेर पनि नराम्रो मात्र भन्छु हैन तिमी राम्रो मान्छे हो एकछिन चुप मेरो कुरा मन नपरेको भात भन्दैन थियो कि बरु मन परेन भने ऊ र म हामी दुईजना मैले उसलाई साथ मात्रै दिएको अब तिमीलाई मैले बोलेको कुराहरू एकदम सिरियस लाग्दो रहेछ हैन अब म बोल्छु अब गरेको छु ल जाऊ न त अनि जाऊ न त किन बसेको मसँग कति राम्रो छ भनेर मायाले बोल्छु राम्रोसँग उसलाई तारिफ गर्छु ल जाऊ न त जाऊ ल तिमी राम्रो मान्छे तिमी मसँग आएर बिग्र्यौ हैन भन्न खोजेको यही त हो नि ल जाऊ जाने मान्छेलाई रोक्न सकिँदैन राजन थ्याङ्क यू बुस्टिङ राजन ब्रो बस ल बुस्टिङ चाहिन्छ म तर भोटुसँग बुस्टिङ नलाउनु ल गाइस अहिले एकछिनमा बुस्टिङ चाहिन्छ हामीलाई राजन फेरि राजन